नमस्कार। अलैँचीको रोगको दुईवटा कारणबारे हामीले त्यसको रोकथामको बारेमा पनि हेरिसकेका छौँ। आज भने किसानलाई धेरै सताएको रोग अलैँचीको रोग फुर्के अथवा जुरजुरेको बारेमा हेर्न जाँदैछौँ। न्यानो भाइरसबाट लाग्ने यो रोगको लक्षण भने सरहरू छुटिँदै जाने, पात साँगुरो हुँदै जाने, पानाबाट असंख्य सासाना सरहरू पलाउने, नबढ्ने, गानु गुजुमुजुक्क पर्ने, पुराना अग्ला सरहरू सुक्ने यसको मुख्य लक्षण हो। रोगी बोटलाई समयमा नउखाले बगानै सखाप हुन्छ, तर बोट बिरुवा प्रसार गर्दाखेरि एक ठाउँदेखि अर्को ठाउँमा अर्को बगानमा यो रोग सर्ने गर्दछ। विज्ञ अनुसार उत्तिस र केरामा लाग्ने लाई किराले चाहिँ मुख्यतया यो रोग सार्ने गर्दछ। यो रोगको बारेमा विस्तृत जानकारी साथै रोकथाम व्यवस्थापनको बारेमा फोटो मार्फत आउने पोस्टरमा अवश्य यस भिडियोपछि हामी पोस्ट गर्नेछौँ। अनि साथै तपाईँहरूले फोटो मार्फत तपाईँहरूले पढ्नुहोला। अन्य रोगको बारेमा हामी चर्चा गर्ने नै छौँ। साथै तपाईँहरूले प्रतिक्रिया जनाउँदै फलो गरिकन हामीसँग जोडिने होला। धन्यवाद।